हेलो एभ्रिवान, के छ तपाईँहरूको हालखबर? आज चाहिँ म घरबाट निस्किरहेको छु। बाहिर कस्तो हावा लागेको हो, आज त डेन्जरै हावा चलिरहेछ। यो चाहिँ म बस्ने घर हो। यहाँ चाहिँ पुरै यस्तो बारीमा के अरे यो पाहाड जस्तो ठाउँमा हेर्नु न, फुलहरू फुलेर दामी भएको हुन्छ। अनि अहिले चाहिँ मलाई केटाहरूले फोन गरेर बाहिर रामेन खान जाऊँ, केही गरौँ, स्विमिङ जाऊँ भनेर भन्दै फोन गरेर भनेको थियो। अनि म पनि हुन्छ भनेर म नि सबै कपडाहरू रेडी बनाएर स्विमिङ सुटहरू रेडी बनाएर म चाहिँ निस्किरहेको छु। घरबाट ठ्याक्कै निस्किएको अनि एउटा साथीले फोन गरेर मलाई चाहिँ अनि तिम्रो सामान याद थियो लग है भनेर भन्दै थियो। ल ल भनिदिएँ मैले नि। सो गाइजहरू, म तपाईँहरूलाई देखाउन खोजी गइरहेको छु क्या। यो चाहिँ के हो खासमा मलाई थाहा भएन क्या। यहाँ हाम्रो घरमा सुकाएर राखिरहेको रहेछ। टाइप्स अफ फ्लावर जस्तो छ के हो मलाई पनि थाहा छैन। यसको भित्र दानाहरू केही छ जस्तो लाग्यो। यो एउटा भयो। अनि यो चाहिँ के हो? यो पनि फल हो, चेरी हो के हो यो हाम्रो घरमा खानेकुराहरू चाहिँ टन्नै हुन्छ नि। फेरि एभ्री सिजनमा भइरहेको हुन्छ। कहिले बगेर हुन्छ, कहिले एप्पल हुन्छ, कहिले के हुन्छ। सो म गाडी चाहिँ लिएर जान्छु आज चाहिँ। गाडी घरमा राख्दा नि तातेर कस्तो हुन्छ भने यो समरमा गाडीहरू तातेर आमामा राफ निस्किन्छ भने गाडीभित्रबाट बस्नै गाह्रो हुने क्या। सो त्यही हो, अहिले केटाहरू बाहिर कुदिरहेको छ। अब खै अरूहरू त कामबाट फर्किरहेको होला, हामी त चाँडै कामबाट फर्केर अनि नुहाइधुवाइ गरेर अब बाहिर निस्किन आँटिरहेको। खासमा चाहिँ आइपुग्यो है त। केटाहरू त्यहाँ बसिरहेको रहेछ, कुराइदिन्छु केही हुन पाएको छैन मलाई सबभन्दा यहाँको राम्रो लाग्ने कुरा के हो थाहा छ तपाईँलाई? मेरो कलेजको सबभन्दा इन्ट्रेस्टिङ क्या। अब म यहाँ पढ्न मजा लाग्ने भनेको ठ्याक्क हाम्रो कलेजभन्दा 5 मिनटको डिस्टेन्समा यस्तो मिठो एउटा समुद्र बिच छ क्या। दिस इज कल्ड बङ्को बिच होइन। यतापट्टि साइड बङ्को बिच भयो अनि यो साइड चाहिँ छन्जिन बिच हो खासमा। यहाँ चाहिँ अब ठुल्ठुलो वेभ आइरहेको बेला चाहिँ यस्तो मिठो सर्फिङ हान्छ भने है। अहिले चाहिँ त्यस्तो खासै केही पनि छैन। मान्छेहरू चाहिँ टन्नै हुन्छ समरमा, दामी हुन्छ क्या। अनि यो कुरा यो के अरे यो रेलिङ टाइपको छ नि हिँड्ने बाटो, पहिला यस्तो थिएन क्या। अहिले यो रिसेन्टली बनाएको सबै यस्तो चाँडो बनायो कि। अनि यो बिच पनि पहिला यस्तो माथिसम्म थिएन क्या, अलि उता परसम्म थियो। अनि अहिले चाहिँ यो ठुल्ठुलो वेभले गर्दा यतै पुगेछ। केही छैन, समरमा यस्तो रमाइलो हान्नुपर्छ। मैले भनेको थिएँ नि तपाईँलाई सामान ल्याइदिनु छ भन्दै थियो। यो मान्छेलाई ल्याइदिरहेछ। फालिदिने त्यो राम्रो छैन यार, फालिदिने हो क्या। त्यो मेरो होइन क्या, सान्दैको पनि होइन। त्यो सबै टाँसिन्छ है मासु त्यसमा। यहीँ फालिदेऊ नि त, यहीँ फालिदेऊ नि त। के लग्नु अब डिक्कीमा? के भन्ने भन, राम्रो छैन प्यान्ट, सबै मासु के अरे टाँसिन्छ कि डर छ। यो इलेक्ट्रिक हो हेर न, मैले एउटाले नयाँ रहेछ कि 6000 मा दिन्छु रे 6000 मा होइन। तर बिचमा पाल्छ कि यो हेर न, इन्डक्स इलेक्ट्रिक हो। बिचमा पाल कसरी भयो? यो बिचको त्यो तेलहरू चुइने होला नि त। अनि यो कहाँ ग्यासको त बिचमा परिहाल्छ यो छङ्गी हो क्या यो। सोध न एकचोटि। यसले रुम सरेर जानु अरे सबै। के गर्ने हो यो फ्यालिदिने? के गर्ने? कहिले काहीँ चाहिरहेको बेला अनि मजा आउँछ। तर मासु नै काल्दै हुन्छ के हाल्ने भने हालिराख नि त। म त त्यो फाल्दियो त रिस उठिरहेको। मैले अस्ति झ्याउलाइसकेको थियो। हिजो मैले के यहाँ गाडी पार्किङ गरेर गाडी बन्द गरेर डीमा छोडिदिएर गएछु होइन। गाडी उहाँ पुगेको छ होइन, यस्तो पछाडि हेरेछु मा गाडी त हिँडिरहेको रहेछ। तिम्रो साउन्ड आउँदैन, सेन्सरै हटाइदिएछ है। हाम्रोमा त सेन्सर, मेरो त कराउँछ होइन भने होइन। चाबी टी भयो, चाबी अफ गर्नु कराउँछ। कराउँछ, ट्याङ 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 गर्छ। अनि त्यसलाई पार्किङ राखेर मलाई यस्तो हेरिसक्यो पछाडि गाडी गर्नु पऱ्यो क्या। गाडी त हिँडिरहेको रहेछ। कलेज नजाने स्विमिङ हिँड नि त। ए यो गाडीमा आएर चलाउनु पर्ने। के भयो र तिम्रो गाडी? 6000 भइसक्यो क्या सर्भिसिङ, 6000 भइसक्यो। आज कलेज नगएको यसो बुढी भइसकेपछि कहाँ हिँड्नु? काम भएछ, बरु काममा जान्छ। तिमी अनि काम जाने भन्दैन 10 बजीदेखि होइन? 10 बजीदेखि काम जाने भने होइन? खोइ अर्को के गर्ने के पेन्सनमा 1,40,000 उयो पेन्सनमा पनि काम आइरहेको छ कि। किन
4 बजेदेखि डाक्सानको साउलीमा तरकारी मेरो खानु हो। पऱ्यो, डाक्सामा हालेको सन्तोषले रामेन नखाने खाऊ न अन्डा अन्डा खाएको मलाई दिनु पर्थ्यो नि यार सुन दाइ डाइरेक्ट जाने खोला त्यही गर्ने त्यही ब्याग स्याग बोकेर ओके सो रामेन आयो यो चाहिँ मेरो रामेन है त म जहिले रामेन खान्छु अनि यो मन्स्टर हो मैले खाने चाहिँ अनि चिकन लेग पिसवाला अनि लेमन यसमा हालेर खाने यस्तो मिठो हुन्छ कि तपाईँहरू ट्राई गर्नु भएको छ कसको ए छ हो अझै पानी फाल्छु मलाई सुप चाहिँ मनै पर्दैन हौ किन रामेन गयो थोरै मात्रै राख्छु अनि यो अहिले खाँदा खाँदा आफै सुक्छ अघि रामेन सामेन खाएर घर आयो आज मेरो आज बाहिर जाने प्लान चाहिँ क्यान्सल नजाने भने केटाहरू मिलेर अनि अघि मैले तपाईँहरूलाई देखाएको थिएँ त यो फ्रुटको नाम यसलाई चाहिँ कोरियनमा यङदु भन्ने रहेछ म अघि चाहिँ खाएको थिएन अहिले चाहिँ म के अरे आम अमालले भनेर चाहिँ खाएको टेस्ट अमिलो अमिलो मिठो हुने रहेछ मजा लाग्ने रहेछ जति खायो नि खाएको खाइ गर्न मन लाग्ने अघि नै यहाँ को मान्छेहरू आएको थियो क्या उनीहरू खाएर बसिरहेको थियो मजा लाग्ने रहेछ जस खा म चाहिँ तपाईँहरू आएर चाहिँ म बाहिर नगए पनि मेरो घरको बारेमा चाहिँ घरहरू चाहिँ देखाउँछु ल कहाँ बस्छु होइन यता मेरो घर भइहाल्यो होइन तल चाहिँ पार्किङ एरिया हो कतिवटा गाडीहरू छ तिनवटा यो साइडमा अनि 2टा त्यहाँ भयो अनि माथि हेर्दा चाहिँ यहाँ हाम्रो आम्माहरूको सानो एउटा फार्म छ क्या उनीहरूले के रोप्नु भएको छ हुँदैन के छ खुर्सानी भयो के हो काँक्रो आम्मा फलिरहेको रहेछ ठुलो भइसकेको छ त के रोप्या हुन्छ हौ उनीहरूले खानेकुराहरू पनि हुन्छ क्या यहाँ यो चाहिँ हो क्या यो के को बोटो यसलाई के भन्छ यो मैले बिर्सेँ यो मिठो हुन्छ पाकेपछि खाना यो नि बारीमा स्याउ पनि छ क्या स्याउ पनि फल्छ कहिलेकाहीँ अहिले चाहिँ छैन रहेछ स्याउ फल्ने बेला भएको छैन नि त खुर्सानीहरू टन्नै रहेछ अम्म ठुलो हो त उहाँहरूले दिन्छ जस हामीलाई ठुलो भएपछि खाने बेला भएपछि रुममै ल्याएर राखिदिनुहुन्छ अनि मजाले खाने काँक्रो त ठुल्ठुलो हुँदो रहेछ त यो ठुलो भएछ टिप्दै क्या मार्छ फेरि अहिले आउमा तलै छ अहिले देख्यो भने कराउँछ मलाई प्याज स्याज सबै छ त लसुनदेखि लिएर यो गाजर होला है गाजर जस्तो लाग्यो हो कि नै साथीहरू यो गाजर होइन त अनि यो भयो यहाँ त कुखुरा पनि छ नि फेरि हाम्रो यता घरमा धेरै भएको छ यार नेपालमा देखेको यहाँ त कहाँ हुन्छ र यस्तो कोइलर हो कोइलर जस्तो लाग्यो सबै पालेर राखेको छ यस्तो दामी छ हेर्दा त एउटा मात्रै घर अनि यहाँ बारी अनि यहाँ हाम्रो नुरी पनि छ यसको नाम चाहिँ नुरी है त नुरी नमस्ते भन्दै मेरो भाइ नमस्ते भन्दै फाल जाऊ फाल अनि यहाँ फाल नुरी खेलौँ न एकछिन यसो है त रमाइलो छ कुकुरहरू बस्छ नि अनि यहाँ त यस्तो दामी फुलहरू चाहिँ फुलिरहेको हुन्छ घरभरि छ नि त फेरि फुलहरू हेर्दै मजा लाग्ने क्या आज मेरो दिउँसो काम त बेलुका हुन्छ अहिले रेस्ट गर्ने टाइम हो तर म भ्लगिङ गर्दै बसिरहेको छु कि मलाई मजा लागिरहेको छ आज आमासँग बस्दै गफ हान्दै फेरि खाइदिन्छु यार कति मिठो 아마 이게 얼마예요? 마늘이 이게 전부 다가 네. 26만 원어치야. 26만 원? 저 안에도 있어. लसुन चाहिँ उहाँहरूले जिरोबाट किनेर लिएर आएको रे क्या के धेरै छ आम्मा भित्र म कोरियनहरूको यस्तो घरमा चाहिँ आएको थिएन है पहिला कहिले नि यहाँ के छ भनेपछि लसुन यो केलाएर राख्नुभएको छ आमाले अनि काठहरू रहेछ यहाँ माथिको फर्निचरहरू अस्ति घर बनाइरहेको थियो कि उनीहरूले माथि उनीहरूको फ्लोर चाहिँ बनाइरहेको थियो
त्यहाँको सामान चाहिँ सब यता ल्याएर छ आम्मा धेरै छ हौ कति के किने हो यो भयो यो घर हेर्नु न कस्तो ओल्ड पुरानो क्या पहिला पहिला यिनीहरूले यो स्टोर रुम बनाएको रहेछ यसमा ठाउँ हेर्दा त भैँसी पाल्ने हो कि के पाल्ने जस्तो लागेन तपाईँहरूलाई यो ठ्याक्क यसमा यो खाना खुवाउनेहरू हुन्छ नि यो के अरे दाना पानी लाउने भनेर राखेको त्यस्तै बनाएको छ तर रुम चाहिँ ठुलो छ के हो के स्टोर रुम यो चाहिँ के को रहेछ थाहा भएन रेफ्रिजरेटर टाइपको होला छङ्गी नोङसा मुन्डे दबाई छर्ने बारी छ नि त उनीहरूले युज गरेर आउँछ क्या त्यही भएर सबै कुरा छ यहाँ चाहिँ तपाईँहरूलाई थाहा छ कि नै हाम्रो अम्माहरूले क्या यहाँबाट घरमा यो फलफुलहरू उत्पादन गरेर अनि बेच्नुहुन्छ क्या बाहिर यो मनहरू माटतिर यस्तो माटमा बेच्नुहुन्छ क्या कोरियाको चाहिँ अनि ठ्याक्कै अब लोकल प्रोडक्ट भनेर चाहिँ सबैले किनिरहेको हुन्छ क्या त्यही भएर पनि अनि यसलाई एप्रिसिएट पनि गरेर आउँछ क्या नेपालको जस्तो अब यो लास्टै धेरै प्रोड्युस चाहिँ हुन्न थोरै थोरै हुने हो अनि त्यस्तै भएर चाहिँ यसलाई बेच्न पनि सजिलो हुन्छ 똑같은 거예요? 똑같은 거지. 네. 그 서울대학군이 있잖아요. 거기를 조금 싸요 여기부터. 서울대가. 네, 서울대. 거기니까 사립이니까. 네. 서울에 가면 학교에 얼마 들어가면 아니, 또 200만 원씩? 거기 그러면은 여기 경동대학교는 좀 비싸가지고 얼마치 300만 원? 300만 원. 왔다 갔다 하기. 네, 네, 그렇게 또 돈 많이 들어가요. 우हाँको लभ स्टोरी सुन्नु पर्यो 엄마 그 할아버지는 어떻게 봤어요? 어떻게 봤어요? 중매했잖아. 중매? 응. 중매가 뭔데? 이제 사람이 소개를 해가지고 네. 이래가지고 나는 강릉에서 오고 이 양반은 여기가 집이고. 그렇게 맞네. 그렇게 맞네. मलाई बुढाबुढीहरूको लभ स्टोरी सुन्नु कस्तो मजा लाग्छ है चाहिँ आफ्नै जस्तो लाग्छ उनीहरू चाहिँ लास्ट बुढो हुनु भइसक्यो 80 वर्ष अरे उहाँ चाहिँ अनि उहाँको हस्बेन्ड चाहिँ 87 years old 여자친구 있나? 없어요 대학교 다닐 때 있어야 돼. 없어요 지금 없으면은 장가 가기 어려워. 빨리 만들어. गर्लफ्रेन्ड छैन के गर्नु 찾아봐주세요. 찾아봐주세요. 찾아보고 있어? 네, 아니요 엄마는 엄마는 없어. 여자들이 없어. त्यो तल मजाले गफ हानेर आएँ मैले आमासँग उहाँलाई कति कुरा सोधेँ ल उहाँको लभ स्टोरीको बारेमा सोधेँ अनि मलाई पो उल्टै भन्नुहुँदैछ तेरो गर्लफ्रेन्ड छ भनेर अनि के भन्छ भनेको त कलेजमा हुँदा त गर्लफ्रेन्ड बनाउनु पर्छ पछि हेर्नु भने गाह्रो हुन्छ अरे मलाई भन्नुभएको थियो अनि मैले उहाँलाई तपाईँको बच्चा बच्ची कतिजना हुनुहुन्छ यस्तो सबै सोधेँ क्या यति गफ हानिरहेको थियो नि त अनि एउटा छोरा छ अरे अनि 5 जना चाहिँ छोरीहरू छन् भन्दै थियो छोराको एजै अनि 41 भइसक्यो अरे धेरै छ लास्टै धेरै रहेछ अनि मैले के भने भनेपछि मेरो लागि केटी खोजिदिनु नि त भनेको छैन मेरो के अरे ताल छैन अरे छोरी छैन अरे उहाँलाई जस उहाँसँग गफ गर्न चाहिँ एकदम रमाइलो लाग्छ मलाई घरमा अब उहाँ नि छोराछोरीहरू कोही हुन्न यहाँ उहाँ र उहाँको हस्बेन्ड मात्रै हुनुहुन्छ बुढो आबुजी हुनुहुन्छ जस बिरामी भइरहेको छ भनेर एकदमै माया लाग्दो छन् माया गर्नुहुन्छ हामीलाई पनि जस हेल्प गर्नुहुन्छ कति कुराहरूमा सो आजको भ्लग त त्यही भयो बाहिर काहीँ पनि गइएन घरकै बारेमा घरै देखाएर बसेँ यो चाहिँ मेरो रुम हो म ग्रेजुएट भएको 6 months जति हुन लाग्यो अझै म रुममा छु मेरो रुम सानो त सानै छ जस बस्नुलाई एकजनालाई नो प्रब्लम कटाइरहेको छु जस 1 वर्षभन्दा बेसी भइसक्यो म यहाँ बसेको सबै कुरा ठिकै छ उहाँहरूले माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ रुमहरू कहिले काहीँ फोहोर भयो भने सफा गरिदिनुहुन्छ सिकाउनुहुन्छ यस्तो उस्तो गर भनेर राम्रो छ बिचरा उहाँहरूले पनि उहाँको स्ट्रगल सुनाइराख्नु भएको थियो क्या अघि पहिला हामी यसरी काम गर्थ्यो यो ठाउँमा काम गर्थ्यो भनेर भन्नुभएको थियो जस पहिला उहाँहरूले पनि माछा काट्ने जबै गर्नुभएको रहेछ कि पहिला चाहिँ यो हामी बसेको ठाउँभन्दा अलि यता पर अलि यता चाहिँ कम्पनीहरू थियो अरे उनीहरूले काम गर्नुहुन्थ्यो माछा काट्नुहुन्थ्यो अरे अहिले बुढो हुनु भइसक्यो ढाड दुखेर कस्तो गाह्रो हुन्छ भन्दै हुनुहुन्छ कि मलाई
तिमीहरूले पनि माछा काट्छ पछि गाह्रो हुन्छ यस्तो उस्तो भनेर भन्नुहुन्छ सो एप्रिसिएट द्याट अहिले नै अब कहिले के हुन्छ कसो हुन्छ त अब हामीलाई पनि थाहा छैन नि त अब कहिलेसम्म काम गर्न सक्ने त्यो पनि थाहा छैन त्यही भएर डर लाग्छ कहिलेकाहीँ मलाई त यस्तो काम गर्नलाई नि गाह्रो छ यार कोरियामा बस्न के भन्नुहुन्छ भनेपछि अनि कलेज पैसा कमाएको सबै घर पठाउँछस् रे मलाई त कहाँबाट सक्नु हो यता खर्च यति बेसी हुन्छ कि यति धेरै हुन्छ खर्च कोरियामा आई क्यान्ट एक्सप्लेन द्याट थिङ कलेज फी 3-4 लाखको बस्न पऱ्यो खान पऱ्यो रुम रेन्ट भयो त्यस्तै महँगो कहीँ घुम्न जान मन लाग्छ कहिलेकाहीँ अब कहिले भ्लग बनाउन जानु पऱ्यो खर्च त्यतिकै भइहाल्यो यस्तै छ कोरियाको लाइफ नेपालै भएको भए कति आनन्द हुन्थ्यो होला यस्तो लाइफ त स्ट्रगल गरेर बाँच्न त पर्थेन नेपालमा जे केही नगरिकन पनि बाँच्न सकिरहेको हुन्थ्यो जो त्यही हो यो भ्लगमा चाहिँ कहीँ नगए पनि मैले घरको बारेमा अम्मासँग गफगाफ गरेको छु नि त जस रमाइलो भयो आजको दिन पनि उहाँहरूले कति कुराहरू भन्नुभयो अनि कोरियन त खासै त्यस्तो बोल्न त आउँदैन त्यही नि ट्राई गरेँ मैले के सोध्नलाई भनेर सो त्यही हो थ्याङ्क्स फर वाचिङ दिस भिडियो टिल दि एन्ड यतिसम्म लास्टसम्म हेरिदिनु भयो एकदम धेरै धेरै धन्यवाद मेक स्योर टु सब्सक्राइब माई युट्युब च्यानल अनि नयाँ हुनुहुन्छ भने टिकटक पनि लिङ्क तल छ टिकटकमा पनि फलो गर्नु होला उहाँ चाहिँ मैले कन्टेन्टहरू हालेर हुन्छु मैले भनिरहेको हुन्छु सो च्यानल चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला टिल नाउ अन्टिल नेक्स्ट भिडियो हेभ अ गुड डे बाई बाई